चर्चित लोकदोहोरी गायक चिज गुरुङ र गायिका नर्जला गुरुङलाई युके वासीले गरे विदाई कार्यक्रम। घले समाज युकेले नेपाल फर्किने क्रममा युकेमा भव्य रूपमा विदाई कार्यक्रम राखेका थिए। युकेदेखि नेपाल फर्किने क्रममा बिहानीको घाम सँगसँगै गायिका नर्जला गुरुङ र गायक चिज गुरुङले एउटै सिटमा बसेर फोटो समेत सार्वजनिक गरेका थिए। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका साङ्गीतिक जोडी गायक चिज गुरुङ र गायिका नर्जला गुरुङको युकेको अपडेट लिएर उपस्थित भएका छौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल नेपाली युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। नेपाली लोकदोहोरी क्षेत्रमा सबैका सर्वप्रिय लोकदोहोरी गायक चिज गुरुङ र गायिका नर्जला गुरुङ भन्ने बित्तिकै त दर्शकहरूलाई बताउनै पर्दैन। एकछत्र राज गरेका साङ्गीतिक क्षेत्रमा गायक चिज र गायिका नर्जला गुरुङ केही महिनाको बसाएपछि नेपाल फर्किएका छन्। युकेमा तामझामसँग पुगेका गायक चिज गुरुङ र गायिका नर्जला गुरुङले युकेवासीलाई नचाएर मात्रै होइन, गीत गाएर समेत दर्शकहरूलाई खुसी पारेका हुन्। युकेदेखि नेपाल फर्किने क्रममा बिहानीको घाम लाग्दै गर्दा आइपुगेका छौँ, मिठो सम्झना छ युकेवासीलाई भन्दै गायिका नर्जला गुरुङले फेसबुकबाट जानकारी समेत गराएकी हुन्। घले समाज युके कार्यक्रममा विशेष धन्यवाद। घले समाज युकेका अध्यक्ष लगायत सम्पूर्णमा सम्मानसँगै आशीर्वाद पनि दिनुभएको छ। तपाईँहरूले दिएको आशीर्वाद, यो माया कहिले बिर्सिने छैन। तपाईँहरूले दिएको यो रिस्पेक्टलाई मैले सदैव टाउकोमा राख्नेछु भन्दै गायिका नर्जला गुरुङले फेसबुकबाट नै शुभकामनासँगै धन्यवाद पनि दिएकी हुन्। युकेमा बसुन्जेली दर्शकहरूलाई नचाउने, हँसाउने र गीत गाएर आफू पनि मनोरञ्जन गर्ने गायिका नर्जला गुरुङ र गायक चिज गुरुङ 1 महिनाको बसाएपछि नेपाल फर्किएका हुन्। युकेदेखि नेपाल फर्किने क्रममा एउटै प्लेनमा साइडमा एक अर्काको फोटो तस्बिर हाल्दै नेपाल फर्किएका हुन्। हो, गायक चिज गुरुङ र गायिका नर्जला गुरुङ साङ्गीतिक जोडी मात्र नभएर उनीहरूले हरेक गीतहरूमा सहकार्य समेत गरेका हुन्छन्। हरेक वर्ष जस्तै युकेबाट नेपाल फर्किए लगत्तै दर्शकहरूलाई नयाँ कोसेली दिने गरेका हुन्छन्। तर यसपटक भने कुनै लाइभ दोहोरी नै सो भएको छैन। केही समयमा नै गायक चिज गुरुङ र गायिका नर्जला गुरुङको लाइभ दोहोरी सो हुँदैछ। धेरै दर्शकहरूले युकेबाट आउने बित्तिकै लाइभ दोहोरी आएको छैन भन्दै हामीलाई कमेन्ट समेत जानकारी गराइरहेका छन्। हो, गायक चिज गुरुङ र गायिका नर्जला गुरुङको लाइभ दोहोरी हेर्नको लागि हामीलाई फलो गर्नुहोला। तपाईँहरूलाई जानकारी के कस्तो लाग्यो कमेन्ट गरेर च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। हामी दिन्छौँ हरेक दिन हरेक कलाकारहरूका नयाँ जानकारीहरू।